हिमालपारीको जिल्ला मुस्ताङको घरपोजुङ गाउँपालिका 2 मार्फामा रहेको सरकारी स्वामित्वको शीतोष्ण बागवानी विकास केन्द्र मार्फा फलफुल तथा तरकारीको विकासमा पछिल्लो 60 वर्षदेखि सक्रिय रहँदै आएको छ। शीतोष्ण बागवानी विकास केन्द्र मार्फाले विविध आम्दानीतर्फ क्रेप एप्पल बिउ, चिलीको बियाँ, सुकेको घाँस बिक्री गर्छ। स्याउ, नास्पाती, अङ्गुर, खुर्पानी, ओखर, कागती, बदाम, आरू बखडा, स्याउ जस्ता फलफुलहरूको बिरुवाहरू बिक्री वितरण गर्ने गरेको यो बागवानी केन्द्र छुट्टै पहिचान बनाउन सफल भएको छ। एक रिपोर्ट। सरकारी स्वामित्वको शीतोष्ण बागवानी विकास केन्द्र मार्फा विक्रमसम्म 2023 सालमा स्थापना भएको हो। त्यति बेलादेखि स्याउ, आरू, खुर्पानी एवं कागजी बदाम लगायतका फलफुल तथा तरकारी खेती अनुसन्धान एवं परीक्षणको सुरु भएको थियो। शीतोष्ण फलफुल तथा तरकारी खेती सिकाउन सुरु गरेको बागवानीले अहिले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ। बागवानी केन्द्रमा हाल बिउ बिजन निर्माणको काम जारी छ, जहाँ जुकिनी लगायतका सरकारी बाली रोपेर प्लास्टिकको गुम्बुज बनाएर चिसोबाट बचाउनका लागि सुरक्षित गरिएको छ। क्रेप एप्पल बिउ, चिलीको बियाँ, सुकेको घाँसदेखि स्याउ, नास्पति, अङ्गुर, खुर्पानी, ओखर, कागजी बदाम, आरू बखडा, स्याउ जस्ता फलफुलहरूको बिरुवाहरू बिक्री वितरण गर्ने गरेको यो केन्द्रले गत आर्थिक वर्षमा 91,73,028 रुपैयाँ 50 पैसा खुद नाफा आम्दानी गरेको छ। साथै स्याउ ब्रान्डी, खुर्पानी ब्रान्डी, प्लम वाइन, खुर्पानी सुकुटी, खुर्पानी जाम, स्याउ सुकुटी, साइडर लगायतका सामग्रीहरू प्रशोधन गरी बिक्री वितरण गर्ने गरेको छ। वर्षेनी यहाँबाट 70-80 लाख जति रासो उठ्छ र त्यो रासो उठ्नेमा चाहिँ मुख्य गरी फलफुलका बिरुवाहरू, शीतोष्ण फलफुलका बिरुवाहरू र तरकारीका बिउहरू, त्यसै गरेर हामीसँग यहाँ फलफुल प्रशोधनशाला पनि छ, जसमा हामीले ब्रान्डी, वाइन, साइडर, जाम जस्ता प्रशोधित वस्तुहरू चाहिँ बिक्री वितरण गर्छौँ र त्यसै गरेर हामीसँग यहाँ एउटा गेस्ट हाउस छ, त्यसबाट पनि सानो रकम भए पनि रासो उठ्छ। यस केन्द्रले शीतोष्ण हावापानीमा हुने फलफुलका उच्च गुणस्तरीय बिउ तथा बिरुवा उत्पादन गर्दै आएको छ। हालको अवस्थामा बागवानी विकास केन्द्रमा रहेको तनु प्रजनन केन्द्रबाट उच्च गुणस्तरीय स्याउका बिरुवाहरू उत्पादन गर्न थालिएको छ। अहिले मुस्ताङको मार्फामा रहेको यस केन्द्रमा स्याउको M9, MM111, G16 जस्ता भेराइटी उत्पादन थालिएको र अन्य पनि उत्पादनको तयारीमा रहेको छ। शीतोष्ण बागवानी विकास केन्द्रले 9.8 हेक्टर क्षेत्रफल जग्गा ओगटेको छ। केन्द्रमा हाल 40 देखि 42 प्रजातिका स्याउ रहेको छ। मुख्य रूपमा रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डन डेलिसियस, रिचा रेड डेलिसियस र फुजी प्रजातिका स्याउ मुख्य रूपमा रहेका छन्। रुट स्टकका लागि कलमी गरेर साइन कलेक्सन गरी ग्राफ्टिङ गरेर जोगाउने प्रयास पनि गर्दै आएको केन्द्रका प्राविधिकहरू बताउँछन्। वैशाख 13 गतेदेखि केन्द्रले विभिन्न तरकारी तथा खरबुजाको बिरुवा पनि बिक्री वितरण थालेको छ। हाम्रो यस प्रयोगशालामा चाहिँ तन्तु प्रजननबाट बिरुवाको उत्पादन हुने गर्छ। मुख्यतया यहाँ हामीले स्याउको भेराइटी M9, MM111 र G16 को रुट स्टकको उत्पादन गरिरहेको छ। त्योभन्दा बाहेक चाहिँ पिभिएस दाना चाहिँ उत्पादन गर्ने क्रममा छ। स्याउको नर्सरी भनेको हामीले चाहिँ यो क्र्याप एप्पलबाट चाहिँ बिउ लगाएर हामीले रुट स्टक उत्पादन गर्छौँ। यसमा चाहिँ हामीले आफूले चाहिएको साइन चाहिँ, जस्तै कि हामीले यसमा विभिन्न जातहरूको चाहिँ हामीले यसमा कलमी गरिएको छ। यसमा रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डन डेलिसियस र सँगसँगै अर्को भनेको हाम्रो यो केन्द्रमा चाहिँ हुने 35-40 जातहरूमध्ये अहिले हामीले धेरै केही जातहरू चाहिँ अलिकति लोप हुन लागेको हुनाले हामीले चाहिँ त्यसको चाहिँ हामीले साइन कलेक्सन गरेर चाहिँ ग्राफ्टिङ गरेर चाहिँ यसमा यो ब्लकमा चाहिँ राखेका छौँ। मुस्ताङको स्याउ तिब्बती बजारमा समेत निर्यात गर्न सकिने अवस्था छ। नेपाल चीन जोड्ने कोरला नाका खुल्ला भएको र त्यहाँ इमिग्रेसन र भन्सार कार्यालय स्थापना भएकोले चीनको तिब्बती बजारमा मुस्ताङको स्याउ निर्यात समेत गर्न सकिने बाटो खुल्ला भएको हो। मुस्ताङको स्याउको माग अत्याधिक भएकै कारण कतिपय भारतबाट आयात भएका स्याउलाई समेत मुस्ताङको स्याउ भनेर बिक्री गर्ने गरिएको छ। यहाँका फलफुलहरूका साथै तरकारीका बिरुवाहरूको माग पनि बजारमा उच्च हुने गरेको छ। अहिले बागवानी केन्द्रमा उत्पादन भएका तरकारी तथा फलफुलका बिरुवाहरू खरिदका लागि स्थानीय कृषकहरूको बाक्लो उपस्थिति रहने गरेको छ। मैले चाहिँ योभन्दा पहिला पनि बिरुवा लगेको थिएँ। त्यो चाहिँ अलि सर्न चाहिँ सर्यो, अलि लङ टाइम चाहिँ रहेन। जुगेनी चाहिँ एकदम राम्रो भएको थियो, अन्यको बिरुवा चाहिँ अलि सरेन। यो वर्ष पनि मैले काँक्रो, जुगेनी, करेला, लौका र खरबुजाको चाहिँ बिरुवा लगेको छु। प्रति बिरुवा चाहिँ 20 रुपियाँका दरले चाहिँ अहिले चाहिँ बागवानी विकास केन्द्रले चाहिँ सूचना आजको यहाँ चाहिँ सबैले लाने बिरुवाहरू सबै लाने गरेको भएर म आएको पहिलोचोटि यहाँ चाहिँ
मैले चाहिँ अहिले बिरुवा चाहिँ काँक्रा 10वटा, जुगुनी 7वटा अनि लौका 3टा र त्यसपछि गएर खरबुजा 3टा चाहिँ अहिले मैले ट्राईको लागि लाँदैछु। अरूको चाहिँ राम्रै भएको भन्ने उस भएको भएर विश्वासले गर्दाखेरि म चाहिँ यहाँ लिन आएको। विगतदेखि नै परम्परागत रूपमा गर्दै आएको मुस्ताङमा हाई डेन्सिटी स्याउको खेती गर्दा 66 मेट्रिक टनसम्म उत्पादन हुने गरेको छ। त्यसका लागि हाल इटालीबाट बिरुवा ल्याएर खेती थालिएको भए पनि मार्फामा 2078 सालमा स्थापना भएको तन्तु प्रजनन केन्द्रबाट पनि हाई डेन्सिटी स्याउको बिरुवा उत्पादन गर्न सकिने जनाइएको छ। फलफूल तथा तरकारीजन्य उत्पादनबाट वार्षिक रूपमा झण्डै 1 करोड आम्दानी गर्ने यस केन्द्रलाई थप व्यवस्थित गर्न सकेको खण्डमा आम्दानीको परिणाम अझ बढ्न सक्ने देखिन्छ। न्यूज 24 टेलिभिजनका लागि टिभी जर्नलिस्ट अमृत बास्कुनेको रिपोर्ट।